म देश जान्छु बा तमी घरमण बनाया। म देश जान्छु बा तमी घरमण बनाया। आफू सग्या अनुसार नानबडो बनाया। ऐल मेरा हातको पानी छुइन लाग्यो। ऐल मेरा हातको पानी छुइन लाग्यो। मैले है फुङ्गलो बनाया, कडो बनाया। ऐल मेरा हातको पानी छुइन लाग्यो। मैले है फुङ्गलो बनाया, कडो बनाया। घर बनाउनै छ गिट्टी कुटीबाट। घर बनाउनै छ गिट्टी कुटीबाट। भर्खर त मैले जिन्दगीको हतोडो बनाया। भर्खर त मैले जिन्दगीको हतोडो बनाया। म देश जान्छु बा तमी घरमण बनाया। वाइनै लग भाइ भाग खोज्द लाग्यो। वाइनै लग भाइ भाग खोज्द लाग्यो। फगट्टु नाडी नौडी गडो बनाया। वाइनै लग भाइ भाग खोज्द लाग्यो। फगट्टु नाडी नौडी गडो बनाया। म देश जान्छु बा तमी घरमण बनाया। तमी भइबाट घर उजालो हामी हाँस्या छौ हिजा। तमी भइबाट घर उजालो हामी हाँस्या छौ हिजा। मन लाग्या खाया परानी दडो बनाया। मन लागेको खाया परानी दडो बनाया। म देश जान्छु बा तमी घरमण बनाया। आफू सग्या अनुसार नानबडो बनाया। जदौ नमस्कार, म चक्रमिलन डोटीबाट डोटेली भाषाको गजल वाचन गरेको छु। तुमलाई निको लागन्छ, मन पराउँछ भने डोटेली भाषाको पेज फलो गरिदिया, सेयर गरिदिया, सबैसम्म पुगाइदिया भन्न छु। हामीले हाम्रो भाषा, कला, संस्कृतिलाई बचाइराख्नु पर्छ, यसलाई जगेर्ना गर्नु पर्छ। हामी सबैले आफ्नो गाउँबाट, ठाउँबाट, आफ्ना समाजबाट यसको जगेर्ना गर्न जरुरी छ। हामीले आज यसको जगेर्ना गरेनौँ भने हाम्रा नाति पनाति पछि आउने सन्ततिहरूले हाम्रो भाषा बिर्सिँदै जानेछन्। हाम्रो भाषाको अस्तित्व पनि मेटिनै जानेछ भन्न चाहन्छु म। तमै पनि डोटेली भाषामी गजल, मुक्तक, कविता, गीत लेखन्छौ भने डोटेली भाषाका पेजमी पठाइबाट सहयोग गरिदिया, म वाचन गरिदिया प्रयास गरौँला भन्न छु। तमी सबैकन त्यसैले मैले तमी सबैको लागि अनुरोध गरिरहेको हुँ। म प्राय जसो झिक्कै जसो डोटेली भाषाका गजल, मुक्तक डोटेली भाषाका पेजमी ल्याइकन आउनु छु। तमी बहुत ही माया गरिदिन्छौ, बहुत ही मन पराइदिन्छौ, बहुत खुसी लागन्छ तुम्रा सल्लाह सुझाव प्रतिक्रिया हेरिबाट भन्न चाहन्छु। अझै यसा सल्लाह सुझाव दिने राख्या भन्नै म बिदा हुन्छु। जदौ नमस्कार।